ल ल है हामी त्यो लोकेसनमा आइपुग्यौँ है तर मान्छे लास्टै भिड छ कसले हेर्छ मजाको फोटोहरू खिच्नुपर्छ यहाँ माथितिर फोटो खिच्ने यही हो लास्टै भिडियो मान्छेहरू चाहिँ अस्ति छ त्यस्तै हो मौसम पनि यस्तो दामी गराएको छ आज चाहिँ ठिक्क गरे केटा ज्याकेट लगाएर आइरहेको थियो यत्रो कालो ज्याकेट लेदरको ज्याकेट यो खोला देखिँदैछ क्या तिनीहरू खोलामै आउँदैछ हाम्रो भाइहरू पनि आइपुग्यो भर्खरै भेट्यौँ ल हामी हराएर बल्ल भेट्यो तपाईहरु सम्पूर्णलाई नमस्कार सेवाहरू वेलकम यो यस हाम्रो एमसी ब्लगमा म चाहिँ गोपाल लिम्बू अहिले हामी साउथ कोरियाको जिने फेस्टिभल पार्कमा छौँ जसमा अहिले हजुरहरूले एकदमै मनोरम दृश्य जिने पार्कको देख्न सक्नुहुन्छ भने साथमा हाम्रो यस युट्युब च्यानलको अनर हाम्रो हेन्से दाई हुनुहुन्छ उहाँ एकदमै आफ्नै सिलमा बसिराख्नु भएको छ है तपाईँहरूलाई म फेरि पनि फुल यहाँको गार्डनलाई के भन्नु यहाँको भ्यूलाई देखाउन चाहेँ थोरै जुम गरेर एकदमै मान्छेको घचाघची एकदमै भिड रहेको छ है तपाईहरु पनि बुसान आसपासमा रहनुहुन्छ भने सबैजना आएर एकचोटि अब यो साललाई त हजुरहरूको मौका घुम्यौ है अब नेक्स्ट इयर आउँदो वर्षहरूमा चाहिँ तपाईहरु पनि आएर यस ठाउँमा एकदमै यस दृश्यलाई तपाईहरुले यो ठाउँमा तपाईहरुलाई नेक्स्ट इयर अब यो साल त सम्भवतः तपाईँ हामीले यहाँनिर अब रमाउने हटाइसकेको छ नेक्स्ट इयरदेखि हजुरहरूलाई पनि यस ठाउँमा आएर एकदमै इन्जोय गर्न सक्नुहुनेछ है एकदमै मनोरम दृश्य साथमा भिड एकदमै एक्ज्याक्टली भन्नुपर्दा चाहिँ हाम्रो एकदम परम सुन्दरी कोरियन हाम्रा सरीहरू साथमा हाम्रो ग्याङ टिम यहाँनिर आफ्नै सुरुमा कोही जुस खानुमा मस्त हुनुहुन्छ भने कोही दृश्यमा एकदमै हराइराख्नु भएको छ साथमा यता फोटो सेसन कार्यक्रम पनि भइरहेछ हाम्रो साथीहरूलाई भने यहाँ जुसमा एकदमै मस्त हुनुहुन्छ व्यस्त हुनुहुन्छ है हाम्रो एमसे दाई दीपक दाई मोहन घले हाम्रो शेष घलेको भतिज पर्नुहुन्छ भने उहाँ चाहिँ हाम्रो गोविन्द खत्री भाइ भीमसिंह खत्रीको आफ्नै मान्छे उता त्यहाँ साइडमा हाम्रो वान अफ द लेजेन्ड मेरो भतिज बिन्साहाङ त्यहाँ राख्नु हुँदैन ऊ त्यहाँ बोकिराख्नु यहाँ साइडमा होला सुरेगी खाने ठाउँ म हजुरहरूलाई यो भिडियोलाई नै बिस्तारै कन्टिन्यू गर्नेछु सायद यहाँको भ्यूहरू पनि देखाउने नै छु हस् त बाँकी एकैछिन पछि ए ठोक्यो ए ल भाइ तिमी के हो पुरा यस्तो काम गर्छौ अगाडि भन्ने भाइ त तिमी नै हो क्या मेरो स्वर त राम्रो छैन नि तपाईँ के अरे
भाइको छ बबा चाहिँ गीत सम्झौँ न भाइ एउटा गीत त हुनु पऱ्यो त यस्तो ठाउँमा एउटा गीत हुनु पऱ्यो नि त Ngoài đầu quá. Taksi भिडियो सबै कुरा देखिले सुख दिन सक्दिन भिड भयो क्या होइन तपाईँहरूलाई अघि ट्याक्सीले फेरि ट्याक्सी चलाउनु भएको कि हिँडेर हिँडेर आयो धेरै टाढो चलाइन्छ 10 मिनट बिचरा थाहै रहेन फेरि काट्ने मान्छेले पैसा काट्यो 4 मान उठाएर 3 मान काट्यो यहाँ भनेको चाहिँ राम्रोसँगले हाम्रो ड्रइङ भइरहेछ है मित्रहरू पनि पुरै यस ठाउँमा आएर आफ्नो फोटोलाई चाहिँ कमेडी फनी उयो रहेछ क्या फनी ड्रइङ गर्नुहुनेछ भने तपाईँहरू पनि आएर यहाँनिर आफ्नो ड्रइङ बनाउन सक्नुहुनेछ है यहाँनिर हाम्रो के रहेछ यो चाहिँ? ड्रइङहरू जिन्सको? उसलाई चाहिँ टिकटकमा नक्कली अरे ना नक्कली क्या भाइ के हो यस्तो आँटे बनाउनु तिमी नि लु बनाऊ गालामा बनाऊ न यार तिमी बच्चा जस्तो यहाँ चाहिँ आर्टहरू गर्ने रहेछ स्ट्रिटमा औडा लाग्यो तर मलाई भिडियो गर्नु यस्तो रोडको साइडमा त्यस्तोहरू राखिदिएको रहेछ हेर्नुहोस् चस्मा खोल्नु नसकिने यार घामले हाम्रो टोलीहरू या टोलीहरू पछाडि आउँदैछ अब हामी हेर्दैछौँ खाली खाली रहेछ अरे यता के हो यो चाहिँ एटिएम पनि राखिदिएको रहेछ के हो हान्दै हाल्नु हानु पालै पाला हानु न होइन होइन को खाने हान पालै पाला हानु कति 10वटा नि 5वटा हान अरू हान्यो भने पैसा छ त कडा हामीले पैसा रिटर्न पाइसकेका छौँ है अँ, फेरि पनि अँ। हाल्नेछौँ एकैछिन पछि है हामीले हाम्रो सिकारी भाइहरूले चाहिँ फेरि हान्छ घर गाउँमा फेरि मेरो कस्तो ढालेको केटा ढालेको रेकर्ड आउँछ होइन को जाँदै उसले गर्छ भिडियो बिचन तिमी भिडियो एकछिन न लोड गरोस् न हाम्रो यहाँ टार्गेट फिक्स ए टुप्पामा पो हुँदो रहेछ छोड भइसक्यो लु है ल कुन हान्नु नि ल हामीलाई सरले पैसा पनि त लिएको छ साथीले त्यो नि त ल्या कहाँ हालेको बत्ती फुटाउँछ फेरि टुप्पामा लगा म नि हान्छु है ल है ल एउटालाई हान्दा ताकेर हान नि यार म हान्छु खै है राम्रो गोपाल भाइले पैसा यहाँ छ है भाइले पैसा चाहिँ राख्नुपर्छ यहाँ कसो क गर खै भयो है यहाँनिर खोइ आँखातिर लाग्छ उता गरेर दाना लाउने सिकारीले हान्यो बन्दुक लाग्यो ओ छोड न गऱ्यो छोड न एकछिन हान्न देऊ नि छक्क 4वटा त हुँदैछ योसँग नि
एउटा फाइनल एउटा मिर्ग ढालिएको छ ल फेरि होइन अर्को दोस्रो कालिज होइन मिन्साङ्गे अलिकति यसो अलिक तल राख्नुपर्ने रहेछ कोही ल यो पब्जी प्लेयर हो फेरि हाम्रो प्रो सरी पब्जी प्लेयरको है यो चाहिँ छिटो हान न त्यसो चाहिँ म हान्छु ल वा ओ खरे केटीले झालिसक्यो उता हाम्रो मलाई केटाहरू के भएको यार हाम्रो त अनि यो ठुलो गन हुन्छ त्यो झिकाउनु पहिला त्यो झिका उल्टो लगाएको त्यस्तै हो दिन्छ गुडिया दिन्छ होइन दिन्छ लु त तुमसे ना हो पाएगा ल अब फाइनली हाम्रो युट्युब च्यानलको अनर ह्यान्डसे मुखिया दाईले हान्दै हुनुहुन्छ होइन उहाँ पनि एउटा टाइमको खत्रै सिकारी हुनुहुन्थ्यो उहाँको निशाना फिक्स भइसकेको छ है अब हेरौँ नतिजा ओ ठिक छ एकचोटि फेल भइसक्नु भएको छ भने फेरि हाम्रो नेक्स्ट टाइम यो लास्ट सर्ट हो तपाईँहरू पनि हेर्न सक्नुहुन्छ लास्ट वान इज ल लास्ट रहेको छ है अब पहिला जमानामा चाहिँ मृग मार्नु भयो पछिल्लो समय यो चस्माले अलिकति धोका दियो जस्तो छ हाम्रो एमसी दाजुलाई है ताइ पनि हेरौँ ल ल ल है ओ धारे छाड्नुभयो फाइनली है फाइनली हामीले चाहिँ यो बन्दुकले मृग त मार्न सकिएन हामीले गिफ्ट पाइसकेको छौँ है एउटा भालु पाएर फेरि पनि हामी यस्तै रोमान्टिक भिडियोहरू हामी तपाईँहरूमा जोइन गरेर देखाउने नै छौँ अहिलेलाई पनि म तपाईँहरूलाई देखाउन चाहेँ है यहाँ पनि है अब हाम्रो यहाँनिर सुरेकी पनि यहाँनिर धेरै भइसकेको छ यो फाल्नुपर्ने छ है यहाँ हाम्रो कमेडियन हाम्रो साथीहरू पनि हुनुहुन्छ है बोक्नु तर त्यो बुढो झुक्यो नि दाइ यो ल फेरि हामी यहाँ एकदम इन्ट्रेस्टिङ गेम है अब मानोन भनेको हाम्रो नेपाली रुपियाँ 1000 जति हो जसले चाहिँ 3वटा बल पाइन्छ है जसमा यहाँनिर कप टाइपमा राखेको छ है एकचोटि हानु हो ल ठिक छ यो चाहिँ हाम्रो टिम अलिकति यो गर्न चाहिँ अलिकति डराउनु भएको छ है यो गर्न यो गेम खेल्नलाई चाहिँ अलिकति उहाँहरू हतोत्साहित भएर हामी नेक्स्ट गेमको लागि अगाडि बढिसकेका छौँ हो यहाँनिर हेर्नुहोस् गेम उहाँहरू एकदमै हाम्रो यो फुड फेस्टिभल साथै हाम्रो पावर फेस्टिभल भएकोले गर्दा रमाइलो उत्तिकै छ है खानेकुराहरूको आइटम पनि उत्तिकै छ हामी खाँदै इन्जोय गर्दै घुम्ने नै छौँ साथमा हामी कतिपय हाम्रो साउथ कोरियामा हुने सम्पूर्णलाई थाहा भएकै कुरा हो यो साकुरा जस हाम्रो यस भिडियो साउथ कोरियामा हुनेले मात्र नहेरेर विश्वका जुनसुकै कुनाबाट पनि हेर्न सक्नुहुनेछ र उहाँहरूलाई चाहिँ थोरै जानकारी गराउन चाहेँ यो चाहिँ साकुरा भन्छ है यो फुललाई चाहिँ हाम्रो नेपालमा पाइने जस्तै पैयुँ
पयु जस्तै हुन्छ है। म फेरि पनि तपाईँहरूलाई आवश्यक भन्दा पनि यो चाहिँ कटुस बदाम है। यहाँनिर कटुस यहाँनिर देख्न सक्नुहुनेछ। हाम्रो दिपक दाईलाई फेरि पनि म तपाईँहरूलाई देखाउन चाहेँ है। एमसे दाजु अनि हाम्रो पार्टनरहरू भने पछाडि हुनुहुन्छ। ल फेरि गर दाइ भिडियो हुनुभयो यस्तो चाहिँ त्यो ठ्याक्क इन्ट्रोतिर क्या हजुर लिनै कडा होइन बाटो यो बाटो के एकदम खुला रहेछ गाडीहरू रोकेर तर यता भन्दा घुम्ने ठाउँ चाहिँ यता माथि हो खोला यता चाहिँ जान्छौँ हामी त्यो बाटो चाहिँ हामी जान्छौँ फोटो खिच्न जुस खाने ठाउँ अब कति राम्रो रहेछ यहाँ सबैले खाने हो ताल कि त्यत्रो भाँडा बाँड्ने आएर हेर्दा हो के हो झाँक्ने यो खसीको सुप मैले अघि चिलायो कि त्यो लागेको कुरा हजुर योभन्दा त्यो मिक्स मिठो रहेछ। के हो यो त डल्लै जुस मिठो हुन्छ खाऊ कडा यस्तो स्ट्रिट फुडहरू हेर यहाँ रहेछ नि त मकै स्नेको मकै मेरो बडीगार्ड चाहिँ यो हो भाइ टक्क मैले हायर गरेको तर उता त भन्छ होइन नकरले बडीगार्ड भन्ने भाइले पनि बडीगार्ड आजको दिनमा बन्न सक्दैन मेरो लागि बडीगार्ड म सधैँ सधैँ त हो कि तर आज अलिक विशेष तिमी बडीगार्ड हो नि त मेरो दुश्मनहरू मेरो छपछाप्ती छ कहाँ हेर्तिर हेर्ने उता त अलिकति चङ्क त्यत्रो पैसा दिएको छु मैले जुस पनि किन्दैछु हजुर साँझ पुरै 1 रुपियाँ नछोडेर हिसाब गर्ने फेरि सेक्युरिटी गार्ड केटाहरूले यस्तो कुरा त्यो साथी हरायो है भिड्न त आफै जोगिनु यसरी अब कता हातसँग मात्रै हिँड्नु भएन हान्ने के हो जतिर क्यामेरा तेर्साएको छ के हो यही तिम्रो बोली चाहिँ बिग्छ क्या मेरो बोल क्या बोल अझ के छ फ्रस्ट्रेसनहरू निकाल त अहिले युट्युबमा हाल्नु लाग्नु भएको युट्युबमा भ्लग बनाएको छु भाइ तिमी जब यस्तो सब्सक्राइब गर दाजुको भिडियोहरू हेर के छ भनाइ ठिक छ तपाईँले गरिखानुहुन्छ जस्तो चाहिँ खाएर गर्छु नि अलिकति अटाइ